काम भइरहेको त्यही त काम भइरहेको काम बिचमा दुलो पार्नुपर्छ कस्तो मिठो हुन्छ दुलो पारेको भात हो 100 200 300 450 माग्ने आउन त पैसा हजुर पैसा माग्ने आउन त भने अनि मसँग लुकेर मलाई यहाँ लुकेर मम्मीले चाहिँ यसरी यस्तरी यो छेल पारेर ग्यास भयो नि यसो यसो अरे पकाउनु थियो हेलो हाई एभ्रिवान इट्स मी गणेश ब्लग सबैलाई गुड मर्निङ अहिले कति बज्यो 7 बज्न लागिसक्यो भर्खर उठेको छु म अनि राति एकदम ठुलो पानी परेको थियो कि है हाम्रो त टिनको घर थाहा हुन्छ नि त टट्याङ मट्याङ सब यताउता दिवान है डुडुङ डुडुङ गरेको थाहा पाइन्छ अझ तपाईँहरूले थाहा पाउनु भएको छैन भने नि उहाँ हाम्रो मम्मीले चाहिँ आँगन बढार्दै जानुभएको छ देख्न सक्नुहुन्छ चिसो भएको नि त यो होइन है अनि यता मम्मीले बढार्दै हुनुहुन्छ सो आँगन मैले त वास्तवमा मैले बढार्ने हो मम्मीले चाहिँ आज बढार्नु भयो कि किनभने म ढिलो उठेँ कि अनि त्यही भएर सो आँखामा चिप्रो छ छैन होला त्यही हो अब बिहान हाम्रो घरबाट देखिने मर्निङ भ्यू तपाईँलाई देखाउँछु तर मेरो घर टावर चाहिँ छैन है म आँगनबाट नै देखाउँछु ल मर्निङ भ्यू सर है बवाल देखिन्छ भिडियो हेर्दै जानु होला सरप्राइज चाहिँ के चाहिँ यो मैले मम्मीलाई चाहिँ काठमाडौँबाट किनेर ल्याइदिएको थिएँ बल्ल आज लाउनु भएको छ मकै गोड्न के गर्ने हो मम्मी आज पानी आउनु ला अनि के गर्ने त होइन नि राति आयो ठुलो होइन त त्यही भएर त अब गोड्ने कि नगोड्ने भनेर म एकदम टेन्सनमा छु है हिजो गोडियो अलिकति अनि अलिकति बाँकी नै थियो अब के गर्ने नि दिनौँ पानी आउँछ यार थाहै हुन्न कतिखेर आउँछ कतिखेर आउँदैन टेन्सन सो गाइज आमा भने तालचा छोकेर बेसी सर गइसक्नु भएको छ अब दिन यस्तो छ अब ओडर लिएर जानु भएको छ कि भएको छैन त्यत्तिकै कति बजी जानु अब मम्मी आमा उठ्नु भएको थिएन लौ जाइलो म पनि उठेको थिइनँ मम्मी नउठेको बेलामा नि आमा चाहिँ बेसी सर गइसक्नु भयो किन जानुभएको त नि हिजो चाहिँ अब खै सुगरको औषधि के भयो दिएनन् मलाई उहाँ नर्सहरूले भनेर चाहिँ अब कम्प्लेन गर्न चाहिँ बेसी सरको सामुदायिक अस्पतालमा चाहिँ पुग्नु भएको छ कि ए हस्पिटलमा सो तरकारी चाहिँ यता पाक्दैछ के हो भन्दाखेरि यो सिमी भइहाल्यो यो भेन्टा भइहाल्यो अनि त्यसपछि गएर यो आलु भइहाल्यो सिमी भेन्टा र आलु है पकाउँदैछु सो कस्तो हुन्छ मैले पकाएको तपाईँहरूले पनि यो चाहिँ घरमै सो गाइज यसलाई यहाँ अडाउनु पर्छ क्या यो नुन भयो नुन थोरै राख्नुपर्छ नुन धेरै खानुहुन्न गाइज है 3 चोटि चाहिँ हाल्नै पर्छ तर नुन धेरै खानुहुन्न बेसार यति भयो ठिक्क होला नि त गाइज होइन खुर्सानी पनि डालिदिनु पऱ्यो यो चाहिँ फेरि तपाईँहरूले पारीबाट ल्याएको मिर्ची भन्नु होला ल्याउन त पारीबाट ल्याएको हो तर सुकेको खुर्सानी हो नि त अनि यता के भयो अरे मम्मी काहीँ त भयो मैले त भनिरहेको थिएँ त तपाईँलाई ग्यास आएन पकाउनु कोइलामा अलिकति अनि 1100 रुपियाँ ग्यास यति आउँछ अनि पैसा यति ग्यास यति आउँछ विचारहरू पर्यो नि त अनि मसँग लुकेर मलाई यहाँ लुकेर मम्मीले चाहिँ यसरी यस्तरी यो छेल पारेर ग्यास भयो नि यसो यसो अरे पकाउनु थियो मलाई हो कि होइन ल जानु ल भयो त्यसरी चाहिँ गर्नु थियो ग्यास सकिएछ सो गाइस अब एउटा विकल्प त गर्नु पर्यो नि त मम्मीले भने पनि त ल है त मम्मीले दाल निकाल्नु भएको छ एकदम गाउँमा मेरो माटोको घर छ कालो कराईमा दाल पाकेछ हेर्नुहोस् पाके नि मम्मी खै उता डाडुले चाहिँ यसो प्ल्यात्त गर्नु त
यहाँ के यहाँ यो टुटे हेर्नु त ऊ त डल्लो छ नि त गयो डल्लो खै मेरो त हात पोल्यो मम्मी तातो भएर थाहा पाइन पाके कि काँचो छ पाके अब खानुपर्छ चट्ट अब यो चाहिँ घिउमा झान्ने हो यी घिउ छ किन फाले ए ल झान्नु ल तातिसक्यो कस्तो मिठो हुन्छ नि यसरी झानेको दाल है ओरिजिनल घिउ के मम्मी पर्दैन आमा आमा ठाउँ छ के म बाहिर निकालेर राखिदिन्छु ल ल छिटो भइसक्यो जय गाईजी ल अब चाहिँ झानेको दाल सित भात सप्रे सप्रे खाने हो गाई हाम्रो यहाँको लमजुङको वेदर भने एकछिनमै कस्तो भइदिन्छ एकछिनमै तपाईँको यस्तो क्लियर भइदिन्छ ल हेर्नु है कस्तो बवाल देखिएको छ वेदरलाई हेर्नु है लमजुङको वाउ है बवाल देखिएको छ अनि बिहान भने यस्तो डेन्जर पानी पऱ्यो नि यस्तो डेन्जर माटो नै मारे छैन कि माटो नै मोरे छैन कि त्यो धुलो मोरेकै छैन त्यस्तो डेन्जर पानी परेको छ र देख्न सक्नुहुन्छ हाम्रो घरमाथिको यस्तो बादलिएको होइन सेतो सेतो यस्तो बवाल भ्यू देखिएको छ नि हेर्नु न है कस्तो बवाल भ्यू देखेको छ अनि घाम पनि बवाल देखेको छ सो यसो क्यामेरा घुमाइन्छु ल यस्तो बवाल देखेको छ ल हेर्नु आजको वेदर ओ माई गड है अनि ल अब चाहिँ चट्ट यता मही छ यहाँ सिमीको तरकारी म आफैले चाहिँ कुक गरेको यता मम्मीले पकाउनु भएको दाल कुकरमा पाकेको खाना चट्ट अब खाएर चाहिँ म बेसरतिर जान्छु बल्ल ल्याउनु भयो बाजेले फेरि यस्तो खुजुरा लिएर आउनु भएको छ टक्लक्कै छ कि टक्लक्कै 450 100 200 300 450 माग्ने आउन त पैसा हजुर पैसा माग्ने आउन त भने मसँग पैसा धेरै छ मसँग धेरै छ पैसा गाडीवाला कहिले जान्छ सुन्नु उदो खै अब 1 महिना लाग्ला ल बाजेले धरि थाहा पाइसक्नु भएको छ कहिले जान्छस् उदो ल हेर्नुहोस् गाउँघरमा यस्तो बवाल चाहिँ शब्द रहेछ कहिले जान्छस् उदो है उदो होइन कि कहिले जान्छस् उदो यो हो नि त तरिका कस्तो मिल्क्यो क्या उता त्यो यस्तो डेन्जर मिल्क्यो नि अहिले त मिल्केन कि अहिले क्यामेरा त्यसरी चाहिँ त मिल्किन्न क्या फुल्ली नातिनु नातिनु म घर पुग्नै लागिसकेको छु त्यो मेरो घर त्यही त है म छिट्टै पुगिहाल्छु नि तपाईँहरू वेट यत्रो बेर त वेट गर्नुभयो भनेपछि त्यति त वेट गरिहाल्नुहुन्छ नि ल म घर पुग्नु लागिसकेँ अनि हाम्रो घर जाने बाटो चाहिँ त्यताबाट यताबाट चाहिँ ठुलोबाबुको घर है यतापट्टिको अनि हाम्रो घर जाने बाटो चाहिँ उतापट्टि हो ल तपाईँहरूलाई म देखाउँछु है को पाहुना हो सो गाइज यो पाहुना हो ल हेर्नुहोस् ल हेर्नुहोस् भाइ पुरा आइसकेछ कुकम्यान भइसकेछ कति छिटो के किन घरमा आएपछि त कुकम्यान हुन मन लाग्छ क्या हो कान्छा अनि खै कसरी चलाउँदा नि ए अहिले राम्रोसँग चलाऊ बिचमा चलाउनु पर्छ है कान्छा बिचा हो होइन नि यो बिचा के हो 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 त्यहाँखेरि क्या टक्क बिचमा दुलो पार्नुपर्छ कस्तो मिठो हुन्छ दुलो पारेको भात हो हो त्यहाँखेरि यस्तरी हो नि त भात हो नि ल ल ल ल छिटो गर ल जल्दी गर
छिटो धुलो पार ल हो खल्टो पार्नुपर्छ बिचा हो ल अनि के छ त नि पाहुनाको हवाल ठिक छ ठिक छ अनि इक्जाम चाहिँ कस्तो गरिस् ल भन एक्जाम राम्रै भएको छ राम्रो भएको छ एकदम एक्सिलेन्ट आउँछ कि भेरी एक्सिलेन्ट अब त्यो त रिजल्ट हेरेरै थाहा हुन्छ रिजल्ट हेरेर ल त अनि मम्मी खै त नि मम्मी बाहिर बाहर मम्मीलाई नि लड देखाइदेऊ ल यहाँ हाम्रो घरको पाहुना म सहित कोही आउनु भएको छ यहाँ जता जो पाहुना हेरे पनि सेफै बन्ने देख्न सकिन्छ म उता भात बनाउने मम्मी यता तरकारी बनाउने कसलाई हो त नि यो यो घरकै सदस्यलाई अब घरका मेम्बरहरूलाई को त नि घरको मेम्बर यहाँ भएका जति सबै कहाँ हुनु खै यहाँ हामी उपस्थित व्यक्तिहरू सबै आन्टीलाई त जहाँ गयो नि कुकम्यानमा चाहिँ रेडी पोजिसनमा हो कि अझ त्यही कुखुरा हाल्दैछ सानो कुखुरा हाल्ने कति करा तपाईँ हाम्रो घरमा धेरै कराउने मान्छे ऊ हेर मोबाइलमा खामलाई चाहिँ गरेर त कति करा हुन्छ ठुलो कुकर तात्न र सानो कुकर सानो भाँडा तात्नु ठुलो हुन्छ यो त फेरि छुट्टै प्रसङ्ग छुट्टै छ यो चाहिँ अलि नजोड मलाई त्यो प्रसङ्ग छुट्टै छ कान्छा डाडु लिएको घरमा कान्छाले चाहिँ तरकारी पकाइसक्यो ठुलो मम्मीको तारिफ नहेर ठुलो मम्मीलाई नि जान्छ भन्छ कान्छाले भात तरकारी पकाउँछ मैले पकाउनु है ल हाम्रो कान्छाले आज चाहिँ मकै भुटेर सबैलाई खुलाउँदैछ अनि सरापे टोपी कस्तो राम्रो सुहानी कान्छु आमा ताईले चाहिँ हेरेरै किने अब कान्छा है कान्छा केमा भुट्या हो कान्छा यो आगोमा आगोमा नि भुट्छन् कराई अनि कराईमा के राखेर भुट्या हो त नि कराईमा मकै मकै राखेर मात्र मकै छ नि हो ल ठुलो मम्मीले पत्ता लगाउनु कान्छ आमा नखाने मकै ल गाइस हामीले चाहिँ खाना खाइसक्यौँ अनि आन्टीहरू उता भाडा झस्काउँदा हुनुहुन्छ आमा यता मधेरोमा क्यानमा खायो आमा आमाको टुकटुके लाइट छ यहाँ यता यता हेर्नु त आमा आमाले के हो त नि त्यो कान्छ आमाको वाटरिङ माउथ वाटरिङ भन्छ मुखमा वाटरिङ गरुन्छ आमा ओहो अनि यता हाम्रो कान्छो केल्मीको ट्याक्क लागेर दाईको सरापे टोपी लाएर सो गाइज अब हामी हाम्रो कोठातर्फ जान्छौँ किन कान्छाले लाग्छ कान्छा बाल्टी राखिदियो अरे ल यो बाल्टी त्यो बाल्टी के उजिन्नु छ त उद्याउ ल ल भयो ल ओ माई गड कान्छाले काम गर्यो है काम गर्यो बाहिर आउँ तुलासँग मुट्ने हेरेर कान्छ काम गर्यो छिटोले काम गर्यो ल अनि यो त काम भइरहेको त्यहाँ त काम भइरहेको काम अनि यतापट्टि ल आज ल बाई बाई कान्छ गरिदेऊ न त ओहो ल यसरी चाहिँ हामीले खाना खाएको थियौँ बत्ती बालेर यसरी खाना खाएको थियौँ यसरी बत्ती बालेर यहाँ सबले
अनि के हो त नि आमा पुरा लाइट साइड ओहो कान्छा पुरा ल ड्युटीमै लगाऊ ल ओ माई गड बत्ती बालेर है लाइन नआएपछि त बत्ती बालेर नि धसाउनु पर्यो यस्तो छ के आमा लाइट कसको खै ओहो खै यता 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 फर्किनु न यता ओ माई गड यता 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 ओ ल भाइ ल जानु अन्त हेर्नुहोस् हाम्रो बेसरको भ्यू यस्तो बवाल देखिन्छ नि है हेर्नु न यस्तो एवान छ बेसरको भ्यू देख्न सक्नुहुन्छ ल त है ल ल ल बेसरको भ्यू सँगै हामी आज बिदा हुन्छौँ हस्त नेपाल।